तपाईहरुको कम्पिटिसन अरूसँग होइन, हिजोको तपाईं र तपाईभित्रको कमजोरीसँग हुनुपर्छ। नमस्ते सबैलाई, म विकास सुदूरपश्चिमबाट। मलाई आशा छ सबैजना सन्चै हुनुहुन्छ। जुन जस्तो अवस्थामा भए पनि सन्चै रहनु होला सधैँ। आज चाहिँ मेरो 60 डेज सेल्फ इम्प्रुभमेन्ट च्यालेन्जको डे 3। सो म के भन्न गइरहेको छु भन्दाखेरिमा, यदि तपाईहरुसम्म यो भिडियो आइपुग्यो भने भिडियोलाई हेरेर एउटा भिडियो कस्तो लाग्छ प्रतिक्रिया चाहिँ छोडेर जानु होला, जसले गर्दा चाहिँ मेरो हौसलाहरू मिल्ने गर्दछ। आज चाहिँ म के भन्न गइरहेको छु भन्दाखेरिमा, हामी मध्ये धेरै जसो मान्छेहरूले सोच्नुहुन्छ यो कुराहरू के भन्दाखेरिमा आफूलाई अरूसँग कम्पेयर गर्ने के हो। कहिलेकाहीँ सोचिन्छ यस्तो कुराहरू, तर आफू र अरूलाई कम्पेयर गर्नु भने चाहिँ एकदम गलत कुरा हो के। कहिलेकाहीँ हामी सोशल मिडियातिर हेर्छौँ होइन, अनि आफ्नो चिने जानेको साथीभाइहरू भयो, आफ्नै गाउँको जुन दाइ भाइहरू हुन्छ नि त, उनीहरूको लाइफ हेर्दा चाहिँ कस्तो हुन्छ भन्दाखेरिमा चाहिँ ऊ चाहिँ धेरै माथि गइसक्यो होइन, म चाहिँ यहीँ छु, मैले के गर्न सकेको छैन भन्ने जस्तो लाग्छ नि त। त्यस्तो लाग्छ होइन, उसले धेरै प्रगति गरिसक्यो है, घर किनिसक्यो, गाडी किनिसक्यो भन्ने लाग्छ नि त। त्यस्तो कुराहरू त्यस्तो लाग्नु स्वाभाविकै हो। तर हामीहरू के गर्छौँ भन्दाखेरिमा त्यो मान्छे हुन्छ नि त, अलि त्यस्तो मान्छेलाई हेरेर हामीहरूले चाहिँ प्रेरित हुनुपर्नेमा उनीहरूकै कुराहरू गरेर मात्रै अनि त्यतिकै ठिक छ भनेर चित्त बुझाउने होइन, त्यति मात्रै गर्छ नि त। किन भन्दाखेरिमा चाहिँ आफू चाहिँ लाग्दैनौँ के, आफू चाहिँ कसरी हुँदो रहेछ यस्तो कुराहरू भनेर चाहिँ हामीहरू चाहिँ त्यो बाटोमा लाग्दैनौँ कि जतिसक्दो उसले चाहिँ यस्तो गरिरहेछ भन्ने कुराहरू मात्रै हुन्छ कि। किन भन्दाखेरि आफूले चाहिँ स्टार्टै गरे हुँदैन र उसको हामीहरू देख्ने भने चाहिँ के मात्रै भन्दाखेरिमा चाहिँ मान्छेको सफलता मात्रै देख्ने गर्छौँ कि। त्यो सफलता पछिको एउटा मान्छेको सङ्घर्ष कति हुन्छ होइन, कति मेहनत हुन्छ होइन, कति लगाव हुन्छ भन्ने कुरा चाहिँ हामी राम्रोसँग देख्दैनौँ कि। सो त्यही भएर कसैको सफलता देखेर आफूलाई कम्पेयर नगर्नु, आफूसँग कम्पेयर नगर्नु। किन भन्दाखेरिमा चाहिँ आफूले पनि केही सफल भएको व्यक्तिबाट चाहिँ सिकेर बुझेर जानेर चाहिँ हामीले पनि केही कुराहरू चाहिँ सुरुवात गर्नुपर्छ होइन। त्यही भएर चाहिँ आफूलाई त्यति मैले त्यो के गर्न सकिनँ भनेर चाहिँ एकदम नराम्रो नमान्नु होला, आफूलाई एकदम दिगदारी चाहिँ नसम्झिनु होला। किन भन्दाखेरिमा चाहिँ तपाईँ हामीले पनि एकदम मेहनत गरेर गयौँ भने चाहिँ एक दिन त्यस्तै सफलता चाहिँ प्राप्त हुनेछ है। त्यसपछि कम्पेयर कसैसँग गर्नुपर्ने विषय नै हुने छैन कि त्यति बेला। त्यसैले म भन्छु, यदि तपाईहरु पनि आफ्नो जीवनमा केही इम्प्रुभ गर्न चाहनुहुन्छ भने चाहिँ कसैलाई हेरेर होइन, नरोकिनुस् के। त्यो इम्प्रुभ गर्नुपर्ने हो तपाईहरुकै लागि हो, पछि चाहिने पनि तपाईहरुलाई नै हो। त्यही भएर चाहिँ त्यो इम्प्रुभ गर्ने कुरालाई चाहिँ पछि नभनिकन है, कुनै बहानाले नटारिकन चाहिँ अहिलेदेखि आजैबाट सुरु गर्नु होला, भोलि चाहिँ नभन्नु होला कि यस्तो इम्प्रुभ गर्ने कुराहरुमा आफूलाई फाइदा भन्ने कुराहरुमा चाहिँ कुनै बहाना बनाएर कुनै एक्सक्युज निकालेर चाहिँ टार्ने काम चाहिँ गर्नु हुँदैन। किन भन्दाखेरि पछि गएर आफूलाई नै रिग्रेट हुन्छ कि त्यति बेला मैले गरेनछु भनेर। त्यही भएर चाहिँ अहिले समयमा चाहिँ केही कुराहरू गर्नु पर्यो हैन, पछि या न कि पछि गएर चाहिँ आफूलाई त्यस्तो रिग्रेट नहोस् मैले उतिखेर गरेनछु भनेर। सो त्यही भएर गाइज आज चाहिँ मेरो 60 डेज सेल्फ इम्प्रुभमेन्ट च्यालेन्जको थर्ड डे हो। थर्ड डे चाहिँ कम्प्लिट भइसकेको छ। अब बाँकी भेट्नेछौँ नेक्स्ट फोर्थ डेमा। त्यतिन्जेलसम्मको लागि सबैजना स्वस्थ रहनुहोला, मस्त रहनुहोला र व्यस्त रहनुहोला। जय नेपाल,
जय देश जय मातृभूमि ल त है। अर्को भेट्नेछौँ अर्को नेक्स्ट 4th डेमा।